नमस्कार। आज हाम्रो 34 गाउँमा एनडब्ल्यू जेएनएलएफ को गढै हो भने लङ्गुमा भनेर हाम्रो लङ तराई 34 चाहिँ एउटा गढ हो र हामीले धेरै दिनदेखि यो मिटिङ राख्नु भनेर सोचिरहेको थियौं, तर एउटा सायद समय नमिलेर होला हामीले अब यो ढिलो गर्यौं र आज हामीले जेएनएलएफ अनि जेएनडब्ल्यू हाम्रो गोर्खे सन्तान र आदिवासी मेरो गोर्खे दाजुभाइहरू सबैलाई संयुक्तमा आज हामीले यो एउटा मिटिङ राख्दैछौँ र उहाँहरुसँग हामीले यो जुन चाहिँ जोगाजोग राम्रो छ। जेएनएलएफले जुन चाहिँ मुद्दा लिएको छ त्यो मुद्दा चाहिँ जेएनएलएफकै हुनेछ र गाउँको सबै दाजुभाइ दिदीबहिनीहरू चाहिँ यसैमा अटल भएर बसिदिने। को घरमा आउँदाखेरि यता जानुपर्छ, को आउँदाखेरि उता जानुपर्छ भन्छ, उनीहरूको कुरा तपाईहरुले नसुनिदिनुहोस्, किनकि सानो उमेरमा 10 वटा पार्टी सारेर हिँड्ने दाजुभाइहरूले कहिले पनि उनीहरूले चाहिँ मेरो दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ सही मार्गमा लादैन गर्यौं र भविष्यसम्म सायद अन्तिम हाम्रो यात्रा पनि जेएनएलएफमै होला। तर हाम्रो जति दाजुभाइ दिदीबहिनीहरू छ यसरी नै साथ दिएर तपाईहरुको पछाडिपट्टिको साथ नै हाम्रो अघि बढ्ने बाटो तय हुन्छ। म हाम्रो गाउँको दाजुभाइ त्यति केही भन्नु जान्दिन सक्दिन पनि, किनभने मेरो गाउँको दाजुभाइहरू मेरो साथमा छ। मेरो आदिवासी बुहारीहरू सबै मेरो पछाडि एउटा आँट र भरोसा भएर आइदिनु भएको छ र म त उनीहरूलाई पनि धेरै धेरै धन्यवाद भन्छु। र उनीहरूको जे पनि काम पर्छ कसैको भन्दैउ न गर्दैउ न भन्नु पर्दैन। मेरो आदिवासीको बुहारीहरूले सिधै आएर दाजुलाई भेटेर सिधै आएर मलाई भनेर उनीहरूको काम हामीबाटै हुन्छ र हामी नै गरिदिने हुन्छौँ। त्यसले गर्दा हामी एक छौँ र हाम्रो मार्ग सही छ र हाम्रो 34 को गोर्खे सन्तान हामी एक छौँ भन्ने आज हामी सन्देश दिन्छौँ। बस, धन्यवाद।